तुङ्गभद्रा नाम गरेको एउटा नदीको तटमा एकजना आत्मदेव नाम गरेका ब्राह्मण बस्नुहुन्थ्यो है। ब्राह्मण कस्तो हुनुहुन्थ्यो थाहा छ? ब्राह्मण अत्यन्त धर्मनिष्ठ हुनुहुन्थ्यो। आफ्नो कर्म गर्नुहुन्थ्यो, बिहानी उठ्नुहुन्थ्यो, यज्ञ हवन आदिहरू गर्नुहुन्थ्यो। शरीरमा अत्यन्त सुन्दर तेज थियो ती ब्राह्मणहरू। अनि ती ब्राह्मण आफ्नो कर्ममा रत भएर बस्नुहुन्थ्यो, भिक्षा माग्न जानुहुन्थ्यो, जे भेट्नुहुन्थ्यो त्यो ल्याउनुहुन्थ्यो, आफ्नो जीवनलाई निर्वाह गर्नुहुन्थ्यो। अनि तिनकी पत्नी थिइन् है, ध्यान दिनुहोस् है, तिनकी पत्नी थिइन्। तिनको पत्नीको नाम थियो धुन्धुली। के थियो? धुन्धुली। अब यी धुन्धुलीको काम चाहिँ के थियो थाहा छ? साह्रै राम्रो काम थियो क्या। अर्को घरमा जाने अनि एक आपसमा झगडा लगाइदिने, त्यस्तो काम थियो। अब आफै विचार गर्नुहोस् त्यो राम्रो काम हो कि नराम्रो काम हो? धुन्धुलीको काम के थियो? एउटालाई गयो होइन, अनि त्यहाँबाट भक्कु कुरो लगायो, अनि गएर के भन्यो, त्यसलाई चाहिँ नभन्नु नि भन्नु होइन। अनि फेरि त्यसैको अर्को घरमा गयो अनि त्यसको कुरो त्यसलाई लगाइदियो, त्यसलाई नभन्नु नि भन्नु, अनि एक आपसमा लडाइदियो, लगायो ड्याम कड्ड्याम। धुन्धुलीको काम त्यति नै मात्रै थियो। अरूका कुरा गर्नमा स्वाद आउँथ्यो उसलाई, के गर्नमा? कुरा गर्नमा। आज धुन्धुलीको काम त्यति नै मात्रै थियो क्या, एक आपसमा लडाइँ गराउनु, त्यो धुन्धुलीको काम थियो। ब्राह्मण बडा दुःखीमा बस्नुभएको थियो। किन दुःखमा बस्नुभएको थियो भने नि, ब्राह्मणलाई मनमा चिन्ता थियो। के को चिन्ता थियो भने, मेरो घरमा यत्रो अथाह सम्पत्ति छ, तर सम्पत्ति हुँदाहुँदै पनि त्यो सम्पत्तिलाई प्रयोग गरिदिने छोरा छैन घरमा, एउटा छोरा पनि छैन हो मेरो घरमा भन्ने चिन्ता थियो। व्यक्तिलाई नि धेरै प्रकारको चिन्ता छ क्या। कसैलाई सम्पत्ति हुँदाको चिन्ता, कसैलाई सम्पत्ति नहुँदाको चिन्ता। सम्पत्ति धेरै छ भने घरमा त्यो सम्पत्ति खाइदिने मान्छे छैनन् भने त्यही चिन्ता छ। त्यति मात्रै चिन्ता होइन, अझै चिन्ता छ। के चिन्ता छ थाहा छ? मेरो घरमा चोर पो आउने हो कि, डाकु पो आउने हो कि, लुट्ने हो कि, लाने हो कि भन्ने चिन्ता छ। सम्पत्ति धेरै कमाएर पनि त्यो व्यक्ति सुख छैन, सुखमा बसेको छैन भने आज आत्मदेव ब्राह्मणलाई पनि भित्री सुख छैन, सुख हरायो। किनभने उसलाई छोरा छैन, उसका घरमा कसले पालन, कसले यो मलाई पछि गएर मेरो कर्म गरिदिने, यो धन सम्पत्ति कसले चलाइदिने भने ती ब्राह्मणलाई चिन्ता थियो। अनि एक दिन यस्तो विचार गर्नुभयो, अब यहाँ बस्नुभन्दा नबसेकै ठिक छ, यो घरमा बस्नुभन्दा घर त्यागेकै ठिक छ भन्ने विचार भएर आखिरी घरमा गाई पाल्दा पनि त्यो गाईले बाछा दिँदैनन्, घरमा वृक्ष लगाउँदा पनि वृक्षले फल दिँदैन, त्योभन्दा त बरु घरमा बस्नुभन्दा नबसेकै ठिक छ भनेर आज आत्मदेव ब्राह्मण निस्किनु भयो घरबाट, जङ्गलमा जानुभयो। जान्छु जङ्गलमा गएर भगवानको तपस्या गर्छु, त्यही नै तल्लीन हुन्छु भन्ने विचार भयो। अनि ब्राह्मण त जानुभयो, अगाडि गएर एउटा जलाशय देख्नुभयो। धेरै हिँड्दा हिँड्दै गलेको छु, शरीर पनि थकित भएको छ, अब एकछिन यहीँ बस्नु पर्यो, यो जलपान गर्नु पर्यो भनेर त्यहाँ बसेर जलपान गर्नुहुँदै थियो। बस्दा बस्दा ती ब्राह्मण त्यहाँ बसेर रोइरहनु भएको थियो। हेर्नुहोस् है, के गर्नुहुँदै थियो? त्यहाँ बसेर रुनु हुँदै थियो। त्यही समयमा एकजना सन्त त्यहाँबाट जानुहुँदै थियो बाटोबाट। अनि एकजना ब्राह्मणलाई देख्नुभयो, शरीर पनि सुन्दर छ, राम्रो छ, अत्यन्त तेज छ शरीरमा। त्यो शरीरलाई देख्नुभयो अनि भन्नुहुन्छ, सोध्नुहुन्छ, तिमी को हौ, कहाँबाट आयो, यहाँ किन बसेका, किन रोइरहेको तिमी यहाँ बसेर, के कारण छ तिम्रो रुने भनेर प्रश्न राख्नुभयो। अनि ती सन्तले जब प्रश्न राख्नुभयो, ब्राह्मणले यसो हेर्नुभयो सन्तलाई। सन्तको त्यो स्वरूप अत्यन्त सुन्दर थियो, पवित्र र निर्मल सुन्दर शरीर थियो। अनि आज हात जोडेर भन्नुहुन्छ, म त एउटा ब्राह्मण हो, आज मैले घरलाई त्यागेको, घर छोडेको र म यो जङ्गलमा आएर मलाई हेर्ने, मेरो लालन पालन गर्ने व्यक्ति कोही छैनन्, पछि गएर मेरो मृत्यु भएपछि मेरो क्रियादि कर्म गर्ने पनि कोही छैनन्। त्यही भएर चाहिँ म आज सबै कुरोलाई त्यागेर जङ्गलमा आएको भनेर सबै कुरो बताए। अनि ती सन्त महाराज भन्नुहुन्छ, बडा राम्रो काम गरे हो तिमीले, किनभने जो व्यक्ति जङ्गलमा जान्छ, जङ्गलमा गएर जहाँ भगवानको तपस्या गर्छ त्यही नै मङ्गल छ। त्यही भएर तिमीले सबैभन्दा राम्रो काम गरेछौ, सबै कुरो छाडेछौ, अब तिमी यहाँ आएछौ, अब तिमी भगवानको तपस्या गर, अनि गएर तिमी भगवानको वैकुण्ठ लगाएर प्राप्त गर।
अब यता गएर ब्राह्मण भन्न थाल्नुहुन्छ। कहाँ त्यस्तो हुन्छ र हौ? मलाई त अब हजुरले अब हजुरको दर्शन नै मेरो लागि सबैभन्दा ठुलो सौभाग्य हो। अब म कहाँ यहाँ तपस्या गर्छु र? हजुरले मेरो लागि सन्तान प्राप्त गराइदिनुहोस्, जसरी भए पनि एउटा छोरो प्राप्त गराउनुहोस् भनेर आज ती ब्राह्मणले ती सन्तलाई भन्न लाग्नुभयो। सन्त भन्नुहुन्छ, हेर कुनै पनि काम ढिप्पी गरेको राम्रो हुँदैन है, किनभने तिम्रो ललाटमा मैले यसो हेर्दैछु, सप्त जन्मावधि तब पुत्रो नैव च। तिम्रो ललाटमा हेर्दाखेरि 1 जन्म होइन, 2 जन्म होइन, 3 जन्म होइन, 7 जन्मसम्म तिम्रो छोरो छैन। त्यही भएर तिमी ढिप्पी नगर, हटगत नगर भनेर सम्झाउन लाग्नुभयो। सन्त महाराजले ती ब्राह्मण भन्छन्, होइन मलाई त जे चिज चाहिएको छ त्यो हजुरले दिनै पर्छ। हजुरले पनि ध्यान दिनुहोस् है, कुनै चिजमा ढिप्पी गर्नु हुँदैन ल, नभए त्यसले हामीलाई दुःख दिन्छ है, पीडा दिन्छ। आज आत्मदेव ब्राह्मण सन्तले भनेको वचनलाई मान्नु हुँदै छैन। सन्तले बताउनु हुँदैछ पछि गएर दुःख पाउँछौ है तिमीले, त्यही भएर भनेको कुरा टेर नि भन्दाखेरि टेरेका छैनन् आज ब्राह्मणले। त्यही भएर हामीहरूले पनि कुनै चिजमा ढिप्पी गर्ने होइन। त्यो चाहियो त चाहियो होइन नि फेरि। आज 1 जोडी लुगा चाहियो भनेपछि चाहिँ लडीबडी गर्ने होइन, लुगा चाहियो कि चाहियो भनेको। आज आत्मदेव ब्राह्मणले पनि धेरै ढिप्पी गर्नुभयो। सन्तले सम्झाउनु भयो, तिम्रो 7 जन्मसम्म सन्तान छैनन्, ढिप्पी नगर है तिमी भनेर धेरै सम्झाउनु भयो, मानेनन्। अनि सन्तले पनि यसो विचार गर्नुभयो, अब ब्राह्मण भन्छन् हजुरले मलाई छोरो दिनु भएन भने हजुरको अगाडि नै मेरो प्राणलाई त्याग गर्छु, यो शरीर तपाईँकै अगाडि छोडिदिन्छु। सन्तले विचार गरे, ब्रह्म हत्या लाग्ने भयो मलाई, मेरै अगाडि एउटा ब्राह्मणले प्राण त्याग गर्छु भन्दैछ, त्योभन्दा त बरु यसलाई सन्तानै प्राप्त गराउँछु भनेर आज आत्मदेवलाई एउटा फल दिनुभयो। अनि फल दिएर भन्नुभयो, जाऊ लगेर यो फल लगेर तिम्रो पत्नीलाई दिनु, अनि पत्नीले तिम्रो त्यो फल खाइसकेपछि गर्भिणी हुन्छन्, अनि तिम्रो घरमा सन्तान होला। ब्राह्मण खुसी हुनुभयो। अनि खुसी भएर आज सन्त महात्मालाई प्रणाम गर्नुभयो। अनि घर फर्केर आउनुभयो। घर फर्केर आएपछि आफ्नो पत्नीलाई भन्नुभयो, ल्याऊ यो फल तिमी खानु है, यो फल खाएपछि तिमी गर्भिणी हुन्छौ, हाम्रो घरमा सन्तान हुन्छन्, हामी पनि बाबा आमा बनिन्छौँ भनेर त्यो फल दिनुभयो हातमा। अनि आत्मदेव ब्राह्मण त आफ्नो कर्ममा लाग्नुभयो। अब धुन्धुली, अब विचार गर्नुहोस् त, धुन्धुलीको स्वभाव त्यसै नराम्रो, ती माथि हातमा फल लिएका छिन्। अनि अब हातमा फल लिएर 50 वटा कुरो मनमा खेलाउन थालिन्। सबभन्दा पहिले के खेलाउन थालिन् थाहा छ? अब यो मैले फल खाएँ भने त यो फल खाएपछि म त गर्भिणी हुन्छु, त्यो भएपछि मेरो पेट फुल्छ, अनि यति भात खान्थे यतिमा आउँछ, घट्छ। अनि त्यति मात्रै होइन, घरमा म सुतिरहेको बेला अचानक आगो लागिहाल्यो भने भाग्न पनि पाउँदिन, त्यहीँ जलेर मर्छु। यो फल कसरी खाने? त्यति मात्रै होइन अरे है, अब म त गर्भिणी हुन्छु, अनि घरमा नन्दा आउँछिन्, अनि नन्दा आएर सबै कुरो लिएर जान्छन्। भाउजूहरूलाई चिन्ता हुन्छ अरे क्या, नन्दाहरू माइत आयो भने नि त्यो पनि लाने हो कि त्यो पनि लाने हो कि त्यो पनि लाने हो कि भन्ने चिन्ता हुन्छ। कुरो बुझ्नुभयो नि? त्यो त तपाईँहरू बुझ्नु है, म चाहिँ जान्दिनँ नि। भाउजूहरूलाई नन्दाहरू माइत आयो भने ढ्याङ्ग्रो बज्न थाल्छ अरे, त्यो पनि लगिदिने हो कि हिजो भर्खर किनेर ल्याएको त्यो पनि लगिदिने हो कि भन्ने चिन्ता हुन्छ अरे क्या। आज धुन्धुलीलाई पनि के चिन्ता भयो थाहा छ? हातमा फल लिएकी छिन्, कुरा धेरै सोच्दैछन्। यो फल खाएँ भने त मेरो घरमा नन्दा आउँछन्, भयभरको सम्पत्ति पनि लान्छन्, भाँडाकुँडा पनि लान्छन्, सबै कुरो लान्छन्, त्योभन्दा बरु नखाएकै ठिक छ भनेर सोचिरहेको छिन्। त्यति मात्रै होइन, अब मैले यो फल खाएँ भने त पछि मेरो घरमा चोर डाकु आउलान्, चोर्न आउलान्, अनि त्यति बेला मैले लडाइँ पनि गर्न सक्दिनँ, भाग्न पनि सक्दिनँ, अनि मलाई धेरै दुःख हुन्छ, पीडा हुन्छ। पछि सन्तान जन्माउने बेलामा पनि मलाई पीडा हुन्छ। त्योभन्दा बरु म यो फल नखाने भनेर हातमा लिएर नराम्रा कुराहरू मात्रै सोचेर बसिरहेको छु, राम्रा कुरा सोचेर एउटा पनि बसेन। आज स्वयं ती धुन्धुली
उनको सोचमा फरक आयो। फल खाएँ भने त गर्भिणी हुन्छु भनेर धेरै प्रकारका सोच भित्र आयो। त्यसले गर्दा उसले त्यो फल खाइनन्, चिन्तामा बसेका थिइन्। तिनकी बहिनी आइन्, त्यति बेला टुप्लुक्कै जस्तालाई त्यस्तै भनिन्छ नि त्यस्तै हुन्छ कि। तिनकी बहिनी आएर भइन्, यसो अनुहार हेर्छन्, के भयो तिम्रो अनुहार? अनुहार त न्यास्रो परेको चाउरी परेको जस्तो छ, के भयो भनेर सोधिन्। सोद्धाखेरि के हुनु र, तिम्रो भिनाजुले ल्याएर फल दिएको छ, खानु भनेको छ, खाएपछि गर्भिणी हुन्छ, मलाई त खानु छैन हो यो फल। तिनकी जुन बहिनी थिइन् ती बहिनीले भनिन्, यसमा कुनै ठुलो कुरो छैन, सुन म गर्भिणी छु, मलाई अलिकति सम्पत्ति दिनु मलाई पुगिहाल्छ, अनि मेरोबाट भएको सन्तान तिमीलाई ल्याएर दिन्छु, यो फल तिमी गाईलाई खुवाइदेऊ भनेर बुद्धि दिन्। जस्तालाई त्यस्तैले बुद्धि दिन्छन्, हेर्नुहोस् त होइन। अलिक ज्ञानी व्यक्तिले बुद्धि दिएको भए नि त हुन्थ्यो नि, अलिक कल्याणै हुन्थ्यो होला, छैन। अनि त्यो फल आज स्वयं गाईलाई लगेर ती धुन्दुलीले खुवाइदिन्। आत्मदेव ब्राह्मणलाई बिचार थाहा छैन केही पनि। अगाडि गएर के भनिदिन् ती बहिनीले भने नि, दिदी एउटा काम चाहिँ गर्नु है, जब 1 महिना पुग्छ नि पेटमा पटुकी बान्नु नि फेरि, नभए त्यो पेट फुलेको देखेनन् भने त भिनाजुले मार्छन्। त्यही भएर 1 महिना पुग्दा एउटा बान्नु, 2 महिना पुग्दा दोस्रो बान्नु, 3 महिना पुग्दा तेस्रो बान्नु, 4थो महिना पुग्दा चौथो बान्नु, पेट त फुलेको देखिनु पर्यो भनेर बुद्धि दिन्। अनि अब ती बहिनी गइहालिन्, समय बित्दै गयो, 1 दिन 2 दिन 3 दिन 1 महिना 2 महिना 3 महिना जब हुँदै गयो, एउटा पटुकी बान्दै 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 गइन्। धुन्दुलीले पनि, आत्मदेव ब्राह्मण पनि बिचारा ती उसलाई के थाहा भित्र षड्यन्त्र के को रचेको थियो भन्ने कुरो होइन। षड्यन्त्र रचेको हो नि त त्यो त भित्र। यो षड्यन्त्र भन्ने कुरो बडा खतरनाकै हुँदो रहेछ हौ। ती बहिनी चाहिँ गइन्, समय बित्दै गयो, जब 9 महिना पूर्ण भयो त्यो बहिनीको गर्भबाट बालक जन्मियो। बालक जन्मेपछि ल्याएर हतार हतार बेलुकीको समयमा ल्याएर ती बहिनीले ल्याएर दिन्। अनि अथाह सम्पत्ति उसलाई प्रदान गरेर धुन्दुलीले पठाइन्। यता गएर आज स्वयं आत्मदेव ब्राह्मणलाई थाहा भयो, मेरो घरमा त छोरोको जन्म भयो भन्ने कुरो थाहा भयो। छोरोको जन्म भयो भन्ने कुरो थाहा हुने बित्तिकै ती ब्राह्मण बडा प्रसन्न हुनुभयो। अनि उहाँले अनेक कुरा दान गर्नुभयो, गौदान आदिहरू गर्नुभयो, विविध प्रकारका दान आदि कर्महरू गर्नुभयो। त्यो घरमा जब सन्तान भयो अनि उता गौबाट पनि सन्तान भयो, अगाडि गएर नाम राख्ने बेला भयो। धुन्दुलीले भनिन्, मेरो नाम धुन्दुली, मेरो छोरोको नाम धुन्धुकारी, म मेरो छोरोको नाम म आफै राख्छु भनेर आफ्नो छोरोको नाम राख्दिन् धुन्धुकारी। हजुरले नि घरमा यसो नानीहरूलाई प्याट्टा पुट्टा कुट्दाखेरि ए धुन्धुकारी यता आइज नभन्नु नि, फेरि कुरो बुझ्नुभयो। धुन्धुकारी नाम राखिदिनु भयो। अगाडि गएर गाईबाट पनि एउटा सन्तान भयो, कान गाईको थियो, सबै शरीर मनुष्यको थियो। त्यही भएर आत्मदेव ब्राह्मणले त्यसको नाम गोकर्ण राखिदिनु भयो। बोल्यो गोकर्ण महाराज की। गोकर्ण नाम राखिदिनु भयो। अगाडि गएर गोकर्ण अत्यन्त ज्ञानी भए, धुन्धुकारी महाखल भयो, दुष्ट भयो, पापी भयो। एक दिन आफ्नै पितालाई भन्छ, पिताजी कहाँ राख्नु भएको छ सम्पत्ति सबै निकाल्नु, नभए तपाईँलाई म छाड्ने छैन। पिताजीले यसो विचार गर्नुभयो, अब यसको कुटाई खाएर मर्नु भन्दा त यस संसारबाट बरु जानै ठिक छ भनेर आज स्वयं पिताजी घरबाट निस्किनु भयो, जङ्गलमा जानुभयो। अगाडि गएर गोकर्ण महाराजसँग भेट भयो। गोकर्ण महाराजले अत्यन्त सुन्दर ज्ञान दिनुभयो। गोकर्ण महाराजले बडा सुन्दर ज्ञान दिनुभयो। भन्नुभयो, देहस्ति वांस रुद्रे विमतिम त्यजत्वाम। यो शरीर भनेको देह हो, यो भित्र भएका चिजहरू कुनै राम्रा छैनन् पिताजी। बाहिरबाट छालाले मात्रै लेपन गरेको यो शरीर हो, यो भित्र नराम्रा चिजहरू भरिएर बसेका छन्। यसमा माया र मोहमा नफस्नुहोस् हजुर, हजुर यसलाई त्याग दिनुहोस्। र हजुर गएर जङ्गलमा गएर भगवानको तप गरेर भगवानलाई गएर प्राप्त गर्नुहोस् भनेर ज्ञान दिनुभयो। गोकर्ण महाराजको ज्ञान लिएर आज आत्मदेव ब्राह्मण पनि जङ्गलमा गएर भगवानको तप गरेर दशम स्कन्धको पाठ गरेर स्वयं वैकुण्ठको लोक लगेर प्राप्त गर्नुभयो। बोले भक्तवत्सल भगवान की। अगाडि गएर आफ्नै मातालाई आज त्यो धुन्धुकारीले भन्न थाल्यो, सम्पत्ति कहाँ लुकाएर राखेको छ, ले नभए तँलाई छाड्ने छैन भनेर हप्काउन लाग्यो। माता पनि डरले राति नै एउटा कुवामा हाम फालेर आफ्नो प्राणलाई त्याग गरी। अनि अब एक्लो भयो। के गर्यो त भन्दाखेरि 5वटा वैश्य ल्याएर आफ्नो घरमा राख्यो।
अनि अब त्यसका पालन पोषण गर्नलाई राजमहलमा गएर चोरी गर्न थाल्यो। घर घरमा त चोरी गर्थ्यो, दुःख दिन्थ्यो, पीडा दिन्थ्यो, अब त राजमहलमा गएर चोरी गर्यो। अनि राजमहलमा गएर चोरी गरिसकेपछि ती 5वटा वेश्याले विचार गरे, अब यसले राजमहलमा चोरी गर्न थालेपछि त पछि ती राजाले हामीलाई पनि समात्छ, अनि यो त जेलमा जान्छ हामी पनि जानुपर्छ, त्योभन्दा बरु यसलाई राति नै मार्नुपर्छ भनेर रात्रिको समयमा सबैजना मिलेर आज त्यो धुन्धुकारीलाई मार्न भनेर च्याप्प समाते, त्यसको मुखलाई दबाइदिए, हात समाते, खुट्टा समाते, तर पनि त्यसको प्राण गएन। अन्तिममा आगोको कोइला लगेर त्यसको मुखमा हाल्ले, अनि त्यहाँबाट त्यसको प्राणान्त भयो, त्यसको मृत्यु भयो। त्यसलाई हतार हतार ती 5वटा वेश्याले आफ्नै घरभित्र खाल्टोलाई खनेर त्यहीँ उसको समाधि बनाइदिए। अनि गाउँका मान्छेले सोध्न थाले, अब कहाँ गयो धुन्धुकारी भनेर। कमाउनु गएछन्, हामीलाई पालन पोषण गर्नु परेन, लिपस्टिक चाहियो, क्रिम चाहियो, होइन लगाउनु परेन, कमाउनु गएछ भन्दैन। अनि रात्रिको समयमा अब यहाँ बस्यो भने त गाउँवालाले खोज्छन्, त्योभन्दा बरु भाग्नै ठिक छ भनेर रातिकै समयमा सारा सम्पत्ति भेला पारेर ती 5वटा वैश्य त्यो गाउँबाट भागे। अब यता के भयो त भन्दाखेरि त्यो धुन्धुकारीको कर्म केही भएन, जसका कारणले गर्दाखेरि प्रेतत्व योनिमा जानु पर्यो, प्रेत योनि लगेर प्राप्त गर्यो। गोकर्ण महाराज यसो विचार गर्नुभयो, घर जानु पर्यो, धेरै समय भयो, घर पनि नगएको भनेर आज फर्केर घरमा आउनुभयो। घरमा आउँदाखेरि त अब यहाँ विश्राम गर्नु पर्यो भनेर विश्राम गर्न लाग्नु भएको थियो। त्यहाँ अनेक प्रकारका स्वरूपहरू देखिन थाल्यो। गोकर्ण महाराज अत्यन्त ज्ञानी हुनुहुन्थ्यो, उहाँले विचार गर्नुभयो पक्कै पनि कुनै न कुनै प्रेत यहाँ बसेको हुनुपर्छ भन्ने विचार भयो। हातमा जल लिनुभयो, छिड्काउ गरिदिनु भयो, प्रश्न राख्नुभयो, को हो तिमी, कहाँबाट आयो? तब भन्नुभयो, त्यो प्रेतले भन्छ, अहम भ्राता त्वदीयस्मि धुन्धुकारेति नामता सुखी एनैव दोषेण ब्रह्मत्वं नाशितं मया। म त हजुरकै दाजु हुँ, तर आज मैले आफ्नो ब्राह्मणत्व नष्ट गर्नका कारणले गर्दाखेरि 5वटा वैश्यले मेरो प्राण आज लिएका छन्, मेरो मृत्यु भएको छ, मेरो कर्म भएन, जसका कारणले गर्दाखेरि आज प्रेतत्व योनिमा जानु पर्यो। गोकर्ण महाराजले भन्नुभयो, तिमी मृत्यु भयो तिम्रो भन्ने कुरो मैले थाहा पाएर गयामा श्राद्ध गरिदिएको थिएँ। तब प्रेतले भन्छ, तपाईँले मेरो श्राद्ध 1, 2, 3, 4, 100वटा गर्नुभयो भने पनि गयामा केही हुनेवाला छैन, मेरो पाप त्यति धेरै छ, त्यही भएर हजुरले कुनै एउटा उपाय गर्नुहोस् भनेर आज त्यो प्रेतले भन्यो। गोकर्ण महाराज पनि रातभरि सोच्न लाग्नुभयो। बिहानीको समयमा जब घामको उदय भयो, जानुभयो जलाशयमा स्नान गर्नुभयो, अनि त्यो सूर्यको रथको वेगलाई आज गोकर्ण महाराजले रोक्नुभयो। सूर्य भगवान भन्नुहुन्छ, के भयो, किन रोकेको मलाई? तब गोकर्ण महाराज भन्नुहुन्छ, हजुरले एउटा उपाय बताइदिनुहोस्, मेरो भाइको निमित्त मैले गयामा 100वटा श्राद्ध गरेँ तर पनि तर्न सकेन, कुन उपायद्वारा तरिन्छ? तब सूर्य भगवानले भनिदिनु भयो, जाऊ गएर तिमी श्रीमद् भागवतको आयोजन गर, त्यही श्रीमद् भागवतको प्रभावले गर्दाखेरि तिम्रो भाइ तरेर जाँदछन् भनेर भनिदिनु भयो। गोकर्ण महाराज फर्केर आउनुभयो, सबै गाउँका मान्छेलाई भन्नुभयो, अनि आज श्रीमद् भागवतको आयोजन गर्नुभयो गोकर्ण महाराजले। अनि अब त्यो धुन्धुकारी पनि यसो विचार गर्छ, कहाँ गएर बसौँ, प्रेत शरीरमा थियो, कहाँ गएर बसौँ भनेर हेऱ्यो, चारैतिर हेर्दाखेरि कहीँ देखेन, 7वटा गाँठो भएको बाँसमा गएर बस्यो, जसरी हामीले यहाँ राखेका छौँ। उता पछाडिपट्टि 7वटा गाँठो भएको बाँस राखेका छौँ है, जहाँ प्रेतत्व शरीरमा धारण गरेर स्वयं धुन्धुकारी गएर त्यहाँ बस्यो। गोकर्ण महाराजले कथा गर्न थाल्नुभयो। एक दिनको कथा पूर्ण हुने बित्तिकै अचम्म भयो, त्यहाँ त त्यो ग्रन्थि, प्रथम ग्रन्थि यानि कि पहिलो गाँठो चट 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 आवाज गरेर धडामसँगले फुट्यो। जब धडामसँगले फुट्यो सबै छक्क पर्नुभयो, के भयो भनेर। यसो हेर्नुहुन्छ त बाँसको गाँठो फुटिरहेको छ। फेरि त्यसरी नै दोस्रो दिनको कथा भयो, दोस्रो गाँठो फुट्यो। त्यसरी नै जब 7 दिनसम्म प्रत्येक दिन एक-एकवटा गाँठो फुट्दै गयो, अनि जब सप्त भनेको 7 दिन जब पूर्ण भयो, 7 दिनको दिन पूर्ण हुँदाखेरि पूर्ण रूपमा त्यो सप्त ग्रन्थि फुट्यो। फुट्ने बित्तिकै त त्यहाँबाट स्वयं त्यो प्रेतत्व योनिमा गएको धुन्धुकारी
सुन्दर स्वरूपलाई धारण गरेर आज त्यहाँ अगाडि आएर हात जोड्न लाग्यो। बोले श्रीमद् भागवत महापुराण की, श्रीमद् भागवत महापुराण की। के को महिमाले थाहा छ? श्रीमद् भागवतको महिमाले। आज प्रेतत्व योनिमा गएको त्यो धुद्धुकारी पनि 7 वटा गाँठो भएको बाँसमा गएर बस्यो। उसले कथा श्रवण गर्यो अनि त्यहाँ आएर हात जोडेर भन्न थाल्यो, हे भाइ तिमीले साह्रै राम्रो कर्म गर्देऊ। आज श्रीमद् भागवतको आयोजन तिमीले नगरेको भए म त सायद प्रेतत्व योनिमै घुमिरहेको हुन्थ्यो होला, म तरेर कहिले पनि जान सक्दिनँ थियो होला, तर तिम्रो कर्मले गर्दा म तरेर गएको छु, धन्य छौ तिमी भनेर भन्दै भन्दा त्यति बेला के भयो, माथिबाट विमान आयो। अनि विमान आएर विमानमा चढाएर लिएर जान मात्रै लागेका थिए। गोकर्ण महाराजले प्रश्न राख्नुभयो, तपाईहरू को हो, कहाँबाट आउनुभयो? तब भगवानका पार्षदले भनिदिनु भयो, हेर हामी भगवानका पार्षदहरू हौँ र यो धुन्धुकारीले साह्रै सुन्दर तरिकाले कथा सुनेको छ। यो कथाको प्रभावले गर्दाखेरि, भागवतको प्रभावले गर्दाखेरि यसको प्रेतत्व शरीर तरेको छ, त्यही भएर यसलाई त हामी आफ्नो लोकमा लिएर जान आँटेको भनेर भनिदिनु भयो। गोकर्ण महाराजले त्यति बेला प्रश्न राख्नुभयो, सोध्नुभयो, हजुरले फलको भेद कसरी गर्नुभयो? कथा सुन्ने त यो धुन्धुकारी मात्रै थिएन, कथा सुन्ने त यहाँ धेरै मान्छेहरू बसेका थिए, तर यी सबैको लागि विमान खोइ त, किन एकैजनाको लागि मात्रै विमान आयो? सबैको लागि आउनु पर्थ्यो। तब ती भगवानका पार्षदले भनिदिनु भयो, हेर श्रवणमा भेद छ है, सुन्नुमा भेद छ। जस्तो प्रकारले आज धुन्धुकारीले त्यो कथा श्रवण गर्यो त्यस्तो प्रकारले अरूले सुनेनन्। अब हामी पनि विचार गरौँ है, हामी तर्छौँ कि तर्दैनौँ आफैले हामीलाई थाहा छ।